नमस्ते साथीहरू, तपाईँहरू सबैलाई हार्दिक स्वागत छ युट्युब च्यानलमा। सदाझैँ म आज पनि तपाईँहरूलाई एउटा महत्त्वपूर्ण विषयवस्तुको बारेमा जानकारी दिन गइरहेको छु। आजको महत्त्वपूर्ण विषयवस्तु हुनेछ नगद व्यवस्थापन। यो के हो त नगद व्यवस्थापन भन्ने विषयवस्तुमा आजको यस भिडियोमा म तपाईँहरूलाई डिटेलमा जानकारी दिन गइरहेको छु र यस भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला भन्दै आजको विषयवस्तुमा प्रवेश गर्न चाहन्छु। क्याश म्यानेजमेन्ट। सबैभन्दा पहिला त हामी बुझौँ यो व्यवस्थापन भन्ने चिज के हो भन्दा यसलाई व्यवस्थित गर्ने चिज नै हामीले व्यवस्थापन भन्छौँ। क्याश भनेको नगद जुन हामीले विभिन्न माध्यमबाट कमाइराखेका हुन्छौँ, दैनिक वर्कआउट गरेर अथवा सेलेरी पेमेन्ट गरेर अथवा सेलेरीबाट आउने विभिन्न किसिमका बोनसहरूबाट प्राप्त गर्न सक्छौँ र यसलाई अब हामीले व्यवस्थापन गर्नुपर्छ। किनभने हामीले नगदलाई व्यवस्थापन गर्न सकेन भने हाम्रो जीवनमा विभिन्न किसिमका समस्या तथा चुनौतीहरू आइपर्न सक्छन्। त्यसले गर्दा हामीले नगद व्यवस्थापनलाई मध्यनजर गर्दै आगामी जीवनमा आइपर्न सक्ने सम्बन्धित जोखिमहरूलाई व्यवस्थापन गर्नको लागि आज क्याश म्यानेजमेन्ट अति नै आवश्यक हुन्छ। यसको अर्थ अथवा मिनिङ छ, क्याश म्यानेजमेन्ट भनेको के हो भन्दा नगदको अभाव, नगदको दबाव र रभाव हुन नदिन गरिने बुद्धिमत्तापूर्ण कार्य नै नगद व्यवस्थापन हो अथवा क्यास म्यानेजमेन्ट हो भनेको छ। यो भन्नु खोजेको के हो भने भविष्यमा नगदको अभाव हुन दिनु भएन, विभिन्न किसिमका दबावहरू सिर्जना र विभिन्न किसिमका रभावहरू हुन नदिनुको लागि नगद व्यवस्थापन हो भनेको छ। नगद व्यवस्थापनको नगदको कमी हुन दिँदैन र आवश्यक नगद राख्न पनि दिँदैन। यो एक यस्तो सिप हो जसले व्यक्तिलाई आर्थिक, सामाजिक र भावनात्मक रूपमा स्वस्थ, सबल र सन्तुष्ट बनाउँछ भनेको छ। यो क्याश म्यानेजमेन्टको सुन्दर पक्ष नै यही हो। अब नगद व्यवस्थापन गर्न नसक्दा हुने नोक्सानीहरू के छन् त? हामीले पैसा कमाउँछौँ र हामीले उक्त पैसालाई व्यवस्थापन गर्न सकेनौँ भने हामीले कस्ता किसिमका क्षतिहरू बेहोर्नु पर्ने हुनसक्छ भन्ने पोइन्ट आउट म यसमा कर्मिक रूपमा राखेको छु। यदि नगद व्यवस्थापनमा कमजोरी भयो भने व्यक्तिले तलका समस्याहरू बेहोर्नुपर्छ अथवा तपाईँले पनि ती समस्या बेहोर्ने हो र मैले पनि न्यून समस्याहरू बेहोर्नुपर्ने हुनसक्छ। आर्थिक नोक्सानी जुन हामीले छ इकोनोमिक्स लस भनेको छ। आवश्यक समयमा पैसा नपुग्ने, ढिलो तिर्नुपर्ने परेमा फाइन तिर्नुपर्ने, अत्यावश्यक अवस्थामा उच्च ब्याज दरमा ऋण लिनुपर्ने आदि चिजहरू हामीले ठुलो मात्रामा आर्थिक नोक्सानी बेहोर्नुपर्ने हुनसक्छ। त्यसैगरी मनोवैज्ञानिक नोक्सानी पनि हुन्छ, साइकोलोजिकल लस। के हो त हाम्रो मनोवैज्ञानिक लस भनेको भन्दा पैसाको तनावले मानसिक तनाव बढ्ने, चाहेको काम गर्न नसक्दा निराश हुने, रमाइलो हुने ठाउँमा जान नसकेर मन खिन्न हुने, जिन्दगीका सपनाहरू अधुरै रहने, पारिवारिक सम्बन्धहरू बिग्रिने इत्यादि समस्याहरू हामीले क्यास म्यानेजमेन्ट हुन सकेन भने बेहोर्नुपर्ने हुनसक्छ। त्यसैगरी भविष्य सम्बन्धी समस्याहरू, जब हाम्रो फ्युचर रिलेटेड प्रब्लम्सहरू छन्, बचत नहुँदा भविष्य सुरक्षित नहुने, लगानी गर्ने मौका गुम्ने, आर्थिक अनुशासन अथवा फाइनान्सियल डिसिप्लिन कमजोर हुने र भविष्यमा गरिबी बिर्तिने इत्यादि समस्याहरू नगद व्यवस्थापन नहुँदा उत्पन्न हुन सक्छन्। त्यसैले गर्दा आजको लगानी भविष्यको उच्च प्रतिफल भन्ने उद्देश्य चाहिँ हामीले राखिराख्नुपर्ने हुन्छ। किनभने यो राखिएन भने यसले विभिन्न किसिमका क्षतिहरू पुर्याउन सक्छ। अब नगद व्यवस्थापन कसरी गर्ने? हामीलाई विभिन्न किसिमका समस्याहरू त सिर्जना गरिसक्यो नगद व्यवस्थापन नहुँदा हुने, तर अब हामीले नगद व्यवस्थापनलाई कसरी व्यवस्थापन गरेर हामीले क्यासलाई म्यानेजमेन्ट गर्न सक्छौँ भन्ने विषयवस्तु अब म यस भिडियोमा प्रस्तुत गर्न गइराखेको छु। नम्बर 1मा छ मासिक बजेट बनाउने भनेको छ। हामीले जब कुनै पनि ठाउँबाट पैसा कमाउँछौँ भने हामीले मासिक बजेट बनाउने, आय र खर्चको योजना बनाउने, हामीले कति आम्दानी भयो र खर्च कति गर्ने भन्ने योजना बनाउने, अति आवश्यक, कम आवश्यक र अनावश्यक खर्च छुट्याउने, योजना अनुसार खर्च गर्ने भनेको छ।
किनभने हामीले पैसा कमाउँछौँ। त्यसपछि हामीले एउटा योजना बनाउनु पर्यो। आवश्यक चिज के हो, कम आवश्यकता भएका चिज के हुन् र अनावश्यक खर्च के हो भन्ने छुट्याउने र योजना बनाउने भनेको छ। त्यसै गरी आपतकालीन कोष इमर्जेन्सी फन्ड बनाउने, यसमा कम्तीमा 6 महिनाको खर्च बराबरको रकम अलग राख्ने। किनभने मान्छेको जीवन हो, मान्छेको जीवनमा विभिन्न किसिमका समस्याहरू आइपर्न सक्छन् अथवा भोलि कहिलेकाहीँ ठुलो मात्रामा इकोनोमिक क्राइसिस हुन सक्छ। त्यस्तो अवस्थामा हामीले एउटा इमर्जेन्सी फन्ड बनाउन सकेन भने त्यसले पनि हाम्रो जीवनमा ठुलो मात्रामा क्षति पुर्याउन सक्छ। त्यसैले हामीले प्रत्येक महिना केही रकम छुट्याएर एउटा 6 महिना जतिलाई हामीले एउटा इमर्जेन्सी फन्ड बनाउने र त्यस्ता आपतकालीन अवस्था सिर्जना भयो भने उक्त फन्डले हामीलाई ठुलो मात्रामा राहत प्रदान गर्छ। त्यसै गरी पैसाको हिसाब राख्ने भनेको छ। नगद व्यवस्थापन गर्न नगदको हिसाब राख्नुपर्ने हुन्छ। नगद प्रवाहको विवरण बनाउने, यसले कति पैसा कहाँबाट आयो, कहाँ गयो र कति फजुल खर्च भयो भन्ने थाहा हुन्छ। किनभने हामीले पैसाको हिसाब किताब राखिएन भने त्यसले पनि हामीलाई ठुलो क्षति पुर्याउन सक्छ। लेनदेनको व्यावसायिक तरिकाले प्रयोग गर्ने, सम्बन्ध र व्यवहार नबिग्रिने गरी लिनुपर्ने पैसा चाँडै लिने र दिनुपर्ने पैसाहरू ढिलो नदिने। हामीले लेनदेनको व्यावसायिक तरिका पनि प्रयोग गर्न आवश्यकता छ। त्यसै गरी नियमित बचत र लगानी अटो डेप्ट गर्ने भनेको छ। किनभने हामीले नियमित बचत गर्नु पर्यो अथवा मासिक गर्न सकिन्छ, दैनिक गर्न सकिन्छ। दैनिक घरमै हामीले कुनै पनि एउटा खुतुरुकीको माध्यमबाट गर्न सक्छौँ भने डिजिटल युगमा एसआइपी अथवा कुनै पनि स्टकहरू खरिद गरेर हामीले नियमित बचत गर्न सक्छौँ। तलब आएको 24 घण्टाभित्र बचत वा सिप रिकरिङ डिपोजिटमा रकम जाने व्यवस्था मिलाउने भनेको छ। मैले अघि नै भनिसकेँ। सिस्टमेटिक इन्भेस्टमेन्ट प्लानको माध्यमबाट हामीले रकमहरू जम्मा गर्न सक्छौँ भनेको छ। त्यसै गरी 5 वटा सी हेरेर मात्र अरूलाई सापट्टि वा उधारो दिने। किनभने हामीले यो 5C भनेको छौँ। हामीले 5C हेरेर मात्र अरूलाई सापट्टि वा उधारो दिने भनेको छ। यसमा हामीले हेर्नुपर्ने के छ? क्यापिटल, कोल्याट्रल, क्यारेक्टर, कन्डिसन र क्यापासिटी। हामीले पुँजी हेर्नुपर्छ। त्यसपछि कोल्याट्रल, उसको अवस्था के छ, फाइनेन्सियल चिज हेर्नुपर्छ, भित्तो। त्यसरी क्यारेक्टर, उसको चरित्र कस्तो छ। कन्डिसन, उसको अवस्था के छ। र क्यापासिटी, क्षमता, उसको क्षमता के छ भन्ने हेरेर हामीले कसैलाई पनि सापट वा उधारो दिनु पर्यो भने यी चिजहरू हेरेर हामीले काम गर्न सक्यौँ भने हाम्रो क्यास म्यानेजमेन्टको अति नै राम्रो तरिका लागु हुन्छ। भन्दै आजको यस महत्त्वपूर्ण भिडियोलाई यहीँ अन्त्य गर्न चाहन्छु र तपाईँलाई यो भिडियो मनपर्छ भने लाइक, सेयर, कमेन्ट र च्यानललाई सब्सक्राइब गरी साथ सपोर्ट गरिदिनु होला भन्न चाहन्छु।